एउटा कविता पोस्ट गरेको छु फेसबुकमा सबैले हेरेको छैनन् होला तर म त्यो कविता चाहिँ पढ्न चाहन्छु है कविताको शीर्षक छ यात्रा 50 वर्षको पलाएका थिएनन् प्रेम गर्ने रहरहरू न त रहर नै थियो वैवाहिक सम्बन्धको थाहा थिएन प्रेम र वैवाहिक सम्बन्धको सम्बन्ध केवल आज्ञाकारी छोरा बनेको थिएँ मेरा आँगनमा पञ्चे बाजा बज्दा उनी एक अबोध बालिका थिइन् बालिका दुलै थिइन् तर अभिभावकलाई भएको थियो होला अभिभावकत्व निभाएको अनि जीवन चक्रको एक चरण पार गरियो आफूलाई बुबा आमालाई जस्तै हर्ष र उन्माद थिएन समय सबै स्वाभाविक बित्दै गए विशेष भएको कतै कुनै आभास भएन थाहै नभई बसन्त आएछ हरियाली छाएछ स्वाभाविक भएछ एक अर्कामा समर्पण 50 वर्षपछि विगत निहाल्ने कोसिस गरे 18,250 दिन र रातका 18,250 दिन र रातका विभिन्न अवस्था र परिस्थितिका क्षणहरू विशेष भएको महसुस भएको छ आज यी दिनहरू विशेष भएको महसुस भएको छ आज विवाहको 50 वर्ष पुरा हुँदा सबै क्षणहरू अहिले विशेष लाग्न थाले धन्यवाद छ सङ्गिनीलाई 50 वर्ष उकाली ओरालीको सहयात्री भएकोमा कतै मनलाई दुख्ने गरी फाटेर चिया हुने गरी व्यवहारहरू जान अनजानमा भयो होलान् आशा छ संयोग मानी क्षमा गरिदिनेछौ बाँकी दिनहरूमा नदोहोरिनेछन् खुसी अनि सुखी हुँदै एक अर्कामा गहिरो समर्पण आपसी समझदारी सहयोग र सद्भाव हुनेछ अबको यात्रा अझै सहजताको आवश्यकता छ जटिलतातर्फ मोडिएको जीवनको यात्रा जटिलताका गाठाहरू सहभागितामा फुकाउँदै उतार चढावहरूलाई सम्याउँदै सहज यात्रा गरिनेछ धन्यवाद